फाइनली माछा मारिसक्यो हामीले किमले पहिलोचोटि माछा पारेको रेकर्ड ल खुसीको त्यो कति खुसी छ भन् केटा माछा हेर चट्ट आज माछा मार्नु जाँदैछु ल ल लास्ट टाइम ल्याउँछ तरिका हैन आया 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 निकाल छिटो निकाल ओ दुईटा नेपाली छिटो अ ट्राभलर फ्रम हिमालय वाउ आज चाहिँ हामीले योलाई के बल्सी भन्छ नि सोल्टी बल्सी रेडी पारिसकेको छौँ आज चाहिँ टक्क लगाएर फिसिङ जाने भनेर है बबाल तरिकामा आज माछा चाहिँ कति मार्ने म चाहिँ होइन सोल्टी यहाँ हुनुहुन्छ मेरो सोल्टी हो माछा मार्ने कति मार्छ भनेर थाहा छैन साथी अब भिडियोमा देखाउँछु म मजा लाग्छ मलाई चाहिँ माछा मारे होइन आफूलाई चाहिँ आउँदैन जिन्दै फेरि गाह्रो छ त सोल्टी आफूलाई चाहिँ आउँदैन कि अरूले गरेको त मजा लाग्छ हजुर आउँदैन हौ सोल्टी नआउने त नआउने हुन्छ हौ सोल्टीले आज माछा मार्ने अरे एक आइल्यान्ड लिएर आउनु भएको छ मलाई ओ केटा त माछा मार्नु अरे माछा यो अल्छी लाग्छ यो देख्दै सोल्टीलाई त आइडिया थिएन त यस्तो बनाउने त आइल्यान्डमा माछा मार्नु आएको माछा नमारे केही छैन हामीसँग 4वटा माछा त अलरेडी मार्छौँ हामी भनेर हामीलाई विश्वास त छ नभए के छ त छँदैछ नि होइन भनेको रे सोल्टी त्यो बुझ्दैन भेनालाई खालि कस्तो भेना छ भनेको हान भाइ हान हान जान्छु कि जाओस् न हान न अब तान्न जानु चाहिँ कहाँ गयो थाहा भएन म पनि माछा मार्नको पहिलोचोटि अनि हाम्रो सोल्टीहरू चाहिँ पहिलादेखि मार्नु भएको पक्ता फिसिङहरू यता हुनुहुन्छ अर्को खतरा माछा मछेडी चाहिँ यहाँ छ फेरि विशेष हो मछेडी दाइ अनि त्यहाँतिर छ अनि हामी चाहिँ यहाँ छ माछा खाइन्छ खाइन्न भन्ने टेन्सन लागिरहेछ पर्छ है सोल्टी यो सोल्टीको मुखमा दही मही घिउ सक्कर होस् परोस् माछालाई माछा नै चारो हाल्नु पर्ने हुँदो रहेछ अनि यस्तो किन्ने हुन्छ सोल्टी धन्यवाद सोल्टी मलाई पहिलोचोटि बल्छी बनाइदिएकोमा भा माछा भकै परिहाल्यो माछा पर्यो भन्दाखेरि बर्बादै हुन्छ है सरम पो हुन्छ एउटा माछा पर्यो भने त सोल्टी मलाई म दुईटा बल्छी हाल्दिनु पर्यो सोल्टीको पर्यो है एकछिन नगर्नु न सोल्टी पर्दैन भिडियो अघि उम्की जस्तो लागिरहेछ त्यसो नभन्नु न नगर्नु नि सोल्टी बिला नभन्नु न यार हेर्नु यहाँ ढुङ्गा हेरेर देख्नु हैन ला कहाँ खाएर चुटाए क्या हो अघि खाइरहेको ए हाम्रो सोम सोल्टीले पारो फाइनली माछा पारो सोल्टी मसँग तपाईले उम्काउला सोल्टीले एउटा माछा मारे है गाइज फाइनली है मैले भनेको नि सालमन मार्छु नि ल चेस ल फाइनली माछा मारिसक्यो हामीले ल जोन सोल्टीले मार्नु भयो आज भिडियो जोन सोल्टीले मारेको मैले मारेको होइन आए छिटो निकाल ले हो गुड बोय किमले पहिलोचोटि माछा पारेको रेकर्ड ल खुसीको त्यो कति खुसी छ भन् केटा माछा हेर यो खुसीले केही छैन यसको सीमा हाम्रो सोल्टीले माछा पारेको जबरजस्ती होइन सोल्टी शङ्खा रहेछ त उयो के अरे किरा कत्रो माछा मार्छ सोल्टीले बधाई छ तपाईँलाई ल सोल्टी ल माछा काँडे परायो फाइनली तल अर्को साथी पनि छ हामीसँग माछा छैन भने लु दुईटा माछा परायो गयो आया 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 निकाल छिटो निकाल ओ दुईटा
के हो यो काँडे आयो एउटा साला ल सोल्टी आयो हाम्रो सोल्टीले माछा मार्न आएको तिमीले चाहिँ दुईटा पारो सोल्टीले एउटा पारो माइला सोल्टी र म त टक्क लाएर दर्शक भइरहेको छौँ अहिले सोल्टी त खेल्नै छोडिसक्नु भयो ओए म माथि खप्टाइसक्यो यसले आयो बिस्तारले बिस्तार बल नगरे छिटो निकाल एउटा सालमान आइपुगेछ निके सोल्टी खुसी सोल्टी खोइ भिडियो भिडियो त यहाँ रेडी छ त सोल्टी हामी चाहिँ माछा मार्दा अहिले 8 बजेको अवस्था रात पर्यो समुद्र यस्तो भइसकेछ कहाँ मलाई हानेको त यो अन्त हिरोको लास्टमा आउँछ भने त हिरोले लास्टमा ल्याउँछ तरिका होइन मजा आयो त माछा मारेर यार ल हाम्रो भित्र पनि छ माछा टन्नै छैन भनेकोलाई साथीले मलाई मरिसकेछ ल ल हामी चाहिँ माछा मारेर फर्किँदै हो मजा आयो नि सोल्टी आज उयो के हो भने यो उयो के हो कला हो क्या हो यो के गर्छ यसले पत्ता खान्छ यो माछा ए डेन्जर हुन्छ ओइ पुन्टे मातेको हुन्छ कि हामी रक्छ नि सोल्टी अच्छा सोल्टीले उद्धार गरेर सबैले एउटा माछा मार्यो खुसीको कुरा होइन तर किमले दुईचोटि एकैचोटि निकाल्दा मजा आएको थियो क्या माछा चार्नलाई दामी पारामा केही पनि छैन अन्डा सन्डा पनि नहाल्यो नि त्यति बनाएर केही नभएर होइन अन्डा सन्डा हाल्यो हर्दी र नुन हाल्दै चट्ट लाएर त्यति चाहिँ बाँकी छ त्यति दामी पाराले माछा पाक्यो